नमस्कार दर्शकवृन्द। ओम नमो भगवते वासुदेवाय। के तपाईले कहिले सोच्नु भएको छ यो संसारमा अर्बौं मानिस हुँदाहुँदै पनि तपाईको भेट, प्रेम र विवाह किन एउटै विशेष व्यक्तिसँग मात्र हुन्छ, जसलाई तपाई पहिले चिन्नुहुन्न तर अचानक ऊ तपाईको जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा कसरी बन्छ? के यो केवल संयोग हो, तपाईको रोजाइ हो, वा जन्मिनुभन्दा पहिले नै लेखिएको कुनै अदृश्य नियति हो? हाम्रो सनातन धर्मग्रन्थहरू, विशेष गरी गरुड पुराणले भन्छन्, विवाह संयोग होइन, यो दुई आत्माको मात्र मिलन होइन, यो त पुरानो कर्म र अधुरो हिसाब किताब मिलाउने एउटा माध्यम हो। शास्त्र अनुसार जब आत्मा नयाँ जन्म लिन आउँछ, त्यसको भाग्यमा 3 कुरा पहिले लेखिन्छन्: जन्मिने घर, मृत्युको समय र जीवनसाथी। यी कुरा सजिलै बदलिँदैनन्। भगवानले जोडी बनाउनुहुन्न, हाम्रो आफ्नै कर्मले बनाउँछ। यसलाई ऋणानुबन्ध भनिन्छ, अर्थात् अघिल्लो जन्मका कर्जा र सम्बन्धहरू। यदि हामीले कसैलाई दुःख दिएका छौँ, धोका दिएका छौँ, कसैको धन वा भावना हडपेका छौँ, वा कसैले हाम्रो लागि बलिदान दिएको छ भने त्यो अधुरो हिसाब आत्मासँगै रहन्छ। अर्को जन्ममा प्रकृतिले फेरि त्यही आत्मालाई हाम्रो जीवनमा ल्याउँछ र सबैभन्दा बलियो सम्बन्ध अर्थात् विवाहको माध्यमबाट भेट गराउँछ, ताकि त्यो कर्जा चुक्ता होस्। त्यसैले कतिपय विवाहहरूमा प्रेमभन्दा बढी झगडा, पीडा र तनाव हुन्छ। कतै आर्थिक बोझ हुन्छ, कतै मन मिल्दैन, कतै दुवैजना एउटै घरमा भएर पनि अपरिचित जस्तै हुन्छन्। यी सबै कर्मका परिणाम हुन्। कसैले बदला तिर्न आएको हुन्छ, कसैले पुरानो ऋण उठाउन आएको हुन्छ र कसैसँग सानो सम्बन्ध मात्र बाँकी हुन्छ। तर धेरै दुर्लभ अवस्थामा दुई पुण्य आत्माहरू पनि भेट्छन्, जहाँ दुवैले एकअर्कालाई माथि उठाउँछन्, सहयोग गर्छन् र जीवनलाई शान्त र सुखी बनाउँछन्। तर यसको अर्थ यो होइन कि हामी लाचार छौँ। शास्त्रले भन्छ, सबैभन्दा ठूलो उपाय हो क्षमा, धैर्य र साक्षी भाव। जब हामी बुझ्छौँ कि सामान्यको व्यक्ति शत्रु होइन, हाम्रो आफ्नै कर्मको प्रतिफल हो, तब हाम्रो दृष्टिकोण बदलिन्छ। नफरतले सम्बन्ध झन बलियो बाँध्छ, तर क्षमाले त्यो डोरी काट्छ। मनबाट माफ गर्न सकियो भने कर्म हलुका हुँदै जान्छ, सम्बन्ध सुधारिन्छ वा शान्तिपूर्ण रूपमा समाप्त हुन्छ। जो मानिसहरूको विवाह ढिला भइरहेको छ वा भएको सम्बन्ध टिकिरहेको छैन, उनीहरूले पनि आफूलाई अभागी नठानुन्। कहिलेकाहीँ यो श्राप होइन, आशीर्वाद हुन्छ। सायद आत्मामा भारी कर्म बाँकी छैन, त्यसैले प्रकृतिले स्वतन्त्र राखेको हुन्छ। जीवनको उद्देश्य केवल विवाह मात्र होइन, आत्मिक उन्नति पनि हो। अन्ततः जीवनसाथी हाम्रो कर्मको ऐना हो। ऐना फुटाएर अनुहार सफा हुँदैन, आफ्नो कर्म सुधार्नुपर्छ। सेवा, दान, प्रेम, धैर्य र भगवानको स्मरणले जीवन हलुका बन्छ। यो जीवन छोटो छ, गुनासो र झगडामा बिताउनुभन्दा स्वीकार र समझदारीमा बिताउनु राम्रो। आजैदेखि आफ्नो मन हलुका पार्नुहोस्, सबैलाई माफ गर्नुहोस् र आफू पनि मुक्त हुनुहोस्। जहाँ स्वीकार हुन्छ, त्यही शान्ति हुन्छ, त्यही ईश्वर हुन्छ। दर्शकवृन्द, यस्तै सनातन धर्म, आध्यात्मिक ज्ञान, वैदिक शास्त्र, आयुर्वेद, प्राचीन संस्कृति र हाम्रो गौरवशाली सम्पदासँग सम्बन्धित सत्य र प्रेरणादायी भिडियोहरू निरन्तर हेर्नका लागि हाम्रो फेसबुक पेज लुम्बिनी ज्ञानलाई फलो गर्न नबिर्सनुहोला। यो भिडियो मन परेमा लाइक, शेयर र कमेन्ट गरेर यो ज्ञान अरूमाझ पनि पुर्याउन सहयोग गर्नुहोस्। साथै हाम्रो युट्युब च्यानल लुम्बिनी ज्ञान च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र शेयर गर्नुहोस्। तपाईहरूको साथ, माया र समर्थनले नै हामीलाई अझ राम्रो, अझ ज्ञानमूलक र अझ प्रेरणादायी भिडियोहरू ल्याउन ऊर्जा मिल्छ। तपाईका कुनै सुझाव, सल्लाह वा प्रश्न भए तलको कमेन्ट बक्समा अवश्य लेख्नुहोस्। तपाईहरूको प्रतिक्रिया हामीलाई अत्यन्त महत्त्वपूर्ण छ। धन्यवाद। जय सनातन धर्म। राधे राधे।